स्टिल हामी चाहिँ हङकङ समाप्त भयो। लगभग 10 दिनको हङकङ बसाइले एकदम रमाइलो भयो, एकदम इन्जोय भयो होइन, एकदम खुसी भयो। अनि नट ब्याड, ठिक हो, घुमियो। तर हङकङको लगभग हङकङ सबै चाप घुमेर म फर्किँदैछु आज है। 21 तारिक हङकङ एयरपोर्टमा छु। अब यहाँबाट नेपाल फर्किने क्रममा एकजना अङ्कल र आन्टीलाई भेट भयो। अङ्कल हिँड्नु सक्नुहुन्न रहेछ, उहाँ व्हिल चेयरमा हुनुहुन्छ, आन्टी यता पर हिँड्दै हुन्छ। म उहाँहरूलाई सपोर्ट गरेर हङकङ एयरपोर्टबाट जाँदैछु अनि उहाँहरूलाई लिएर नेपालमा छोड्ने छु। उहाँहरूको घरसम्म चाहिँ जान्न, एयरपोर्टसम्म गएर हेल्प गरेर उहाँहरूलाई पठाउने छु। जस धेरै ह्याप्पी हङकङ बसाइ। अब गर्मी रहेछ यहाँ पनि एकदम झापा जत्तिकै। अब हङकङ बसाइ सँगसँगै 10 दिन घुमेर नेपाल फर्किँदै गर्दा अब झापामा जाने। अनि झापा गएर जङ्गल पोइन्ट रिसोर्टमा गएर, झापाको जङ्गल पोइन्ट रिसोर्टमा गएर चाहिँ एकदम चिल गर्नु मन लागेको छ, एकदम घुम्नु मन लागेको छ, एकदम धेरै मिस भएको छ होइन। हरेक दिन फोटो र भिडियो हेर्छु जङ्गल पोइन्ट रिसोर्टको, एकदम पिसफुल लागेको छ। यहाँको गर्मी र यहाँको घरै घर देखेर त्यो जङ्गल जस्तो जङ्गल पोइन्ट रिसोर्टमा गएर इन्जोय गर्ने मन छ।